सब भिजेको यस्तो छ हालत बलुवा जिउहरि होइन पेन्ट पुरा भारी भएको छ भेस्ट भारी केटाहरू यस्तो छ हामी यतिखेर देख्न सक्नुहुन्छ हामी यतिखेर खोलामा छौँ हामी पौडी खेल्नको लागि खोलामा आएको छौँ के भन्न चाहन्छस् भाइ त के भन्न जादिन फेरि तर दमक कस्तो लागिरहेको छ तेरो विचारमा दमक यी बस्नुपर्छ केपिएलले कस्तो विकास गरेको रहेछ तँलाई के लाग्छ केपिएलले भित्र नि गरेको छैन भित्र खोला पनि त्यही हो मेरो भने अब यस्तो चाहिँ अवस्था नुहाएको खोलामा सब बाटोमा नुहाएर गएको छ यसको छ सब धुलो लागेको छ पेन्टमा यहाँ सब धुलो लागेको छ यस्तो छ पुरै टाउकोमा कभर अब हामी बाढीबाट भर्खर उधार नलान् त होइन यो तेरो अर्को हो क्या यो मेरो मलाई हुँदैन